नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। मध्य प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले मानव जीवनलाई मानसिक तथा शारीरिक रूपमा स्वस्थ बनाउन योग्य तथा प्राकृतिक चिकित्साको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। 10औं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर वीरगञ्ज स्थित भारतीय वाणिज्य दूतावासले बुधबार जनकपुरधाममा आयोजना गरेको योग शिविरमा प्रदेश प्रमुख भण्डारीले योग्य मानव जीवनका लागि आवश्यक रहेको बताउनु भएको हो। उहाँले नेपालको हिमालय क्षेत्रमा वैदिक कालदेखि नै ऋषि मुनिहरूले योग्य गरेको भन्दै योग तथा प्राकृतिक चिकित्साको अध्ययन अध्यापन नेपाल सांस्कृतिक विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा अहिले पनि हुने गरेको बताउनुभयो। प्रदेश प्रमुख भण्डारीले योगलाई आयुर्वेदसँग जोडेर विकास गर्नका लागि नै नरदेवी आयुर्वेद कलेजले निकै पहिलादेखि अध्ययन अध्यापन गर्दै आएको पनि बताउनुभयो। माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो। योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकोले उत्तरायण सुरु हुने पहिलो दिन मकर संक्रान्ति अर्थात् माघ 1 गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो। नेपालमा आयुर्वेदलाई योगसँग जोड्न विक्रम सम्वत 2048 चैत 15 गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो। योग वैदिक चिकित्सा पद्धति भएकोले अथर्व वेदमा योग शिस्त वृत्ति निषेध अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ। कार्यक्रममा मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले युवा वर्गलाई गलत मार्गबाट जोगाउनका लागि योग तथा ध्यानतर्फ आकर्षित गर्न जरुरी रहेको बताउनुभयो। उहाँले युवा सहित सबै वर्गका व्यक्ति स्वास्थ्य भए मात्र राष्ट्र स्वस्थ हुने र मुलुक समृद्धिको मार्गमा जाने भएकाले मानव जीवन सफल बनाउनमा योग तथा प्राकृतिक चिकित्साको निकै ठूलो महत्त्व रहेको बताउनुभयो। रही राष्ट्र के स्वस्थ करी एहि अभियान के तहत में जैसे से कंटिन्यू चल रहा है। के लिए हम भारतीय दूतावास वाणिज्य दूतावास वीरगंज के हृदय दिल से धन्यवाद देना चाहे जे हमरा अहाँ के युवा से लेके वृद्ध तक सबके जैसे योग से केना स्वस्थ रह जाए, योग से केना हम अहाँ अपना निरोग्य रही कह के एहि चीज के अभियान जे चलेने छथिन। एहि अभियान के हमरा अहाँ के निरंतरता दै पड़ले। कार्यक्रममा वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मिनालले योगले विश्व शान्तिको पनि सन्देश दिएको बताउनुभयो। उहाँले योग गर्दा हुने स्वास्थ्य लाभका कारण योगभरि विश्वभरि फैलाइएको बताउनुभयो। और उसी क्रम में संयुक्त राष्ट्र महासभा ने सर्वपारित दिवस के रूप में मनाने की घोषणा की। इस सर्वसम्मत प्रस्ताव को नेपाल सहित 177 देशों का समर्थन प्राप्त हुआ। उसी क्रम में तब से लगातार 21 जून को अंतर्राष्ट्रीय योग दिवस मनाया जाता रहा है। भारत और नेपाल की साझा सांस्कृतिक और धार्मिक और सामाजिक विरासत है। योग भी उसी विरासत का एक भाग है। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राष्ट्र सङ्घको महासभामा 21 जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउनका लागि प्रस्ताव गरेका थिए। नेपाल सहित 172 राष्ट्रले समर्थन गरेपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रम सहित विश्वभरि नै योग दिवस मनाउन थालिएको हो। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मधेसमा विगतमा हुँदै आएको बजेटको असमान वितरण गर्ने ट्रेन्डलाई तोडेको बताउनु भएको छ। बुधबार मौतरीको मठियानी नगरपालिकाको नगरसभामा सहभागी मुख्यमन्त्री सिंहले आर्थिक वर्ष 2080-81 मा मधेसका सबै निर्वाचन क्षेत्रमा समान रूपमा बजेट वितरण गरेको दावी गर्नुभएको हो। उहाँले यस आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा 5 किलोमिटरको सडक, एउटा पुल, एउटा नमुना स्कुल, कृषि विद्युतीकरण लगायत अवधारणा ल्याएको पनि जानकारी दिनुभयो। नगरपालिका ओनरशिप लेके करे ओहि सब में अपने सब प्लॉटिंग के लावल जाए। हमरा सबके प्रदेश सरकार के साथे अपने सबके साथे मिलके एता जैसे हम सब हर एक पालिका हर एक निर्वाचन क्षेत्र के एक कंसेप्ट में लाइफ प्रिपेयर रहती। हम सब विगत के जो बजट के ट्रेंड रहे लेकिन कतो कोनो एक निर्वाचन क्षेत्र में अधिकांश बजट और कतो साफे नहीं बजट
तो वो ट्रेंड के तौर हम सब प्रत्येक निर्वाचन क्षेत्र में कमती में 5 किलोमीटर के एक सड़क हुआ, प्रत्येक निर्वाचन क्षेत्र में एक पुल के अवधारणा लागली, प्रत्येक निर्वाचन क्षेत्र में एक मॉडल स्कूल के रूप में अवधारणा लागली, प्रत्येक निर्वाचन क्षेत्र में यानी कि पालिका स्तरीय जैसे से हम सब कृषि विद्युतीकरण के लागू हैं, लेकिन विगत में आगे कृषि विद्युतीकरण के नहीं काम भा सकले, अभी तक हम सब अपने से काम शुरू कर देने चाहिए। गाई भैँसी लगायतको बिमामा प्रदेश सरकारले 80-90% छुट दिँदा समेत किसानहरूले प्रिमियर तिर्न नचाहेको गुनासो गर्नुभयो। गाई भैँसी यदि करल जाए तो 1080 कतेक पड़े छे किसान के दैला, लेकिन किसान वो 1000 रुपया नहीं तिरेले चाहते छे। अब देखिए दूध कथी हम साल तिरैत रही ठीके छे, और कतो कखनियो किनको गाय के अथवा भैंस के अपन विपद पड़ला के बाद देश भए छै, उ साधारण किसान तो सीधे ओकरा मार्का पड़ जाय छै। अनाहकमा गाई भैँसीको मृत्यु हुँदा किसानहरू एकदमै मर्कामा पर्ने गरेकाले बिमाको कार्यक्रम ल्याए पनि यसतर्फ उनीहरू आकर्षित हुन नसकेको बताउनुभयो। महोत्तरीको मठियानी नगरपालिकाले आर्थिक वर्ष 2081-82 का लागि 40 करोड 27 लाख 62 हजार को बजेट ल्याएको छ। बुधबार मठियानी नगरपालिकाको 13औं नगर सभामा नगर प्रमुख हरिप्रसाद मण्डलले आर्थिक वर्ष 2081-82 का लागि 40 करोड बढीको बजेट प्रस्तुत गर्नुभएको हो। राजस्व बाँडफाँडमा सङ्घ सरकारबाट प्राप्त 8 करोड 71 लाख, प्रदेश सरकारबाट प्राप्त 35 लाख, समानीकरण अनुदान 10 करोड 41 लाख, सतर्थ अनुदान चालुतर्फ 14 करोड 98 लाख, सतर्थ अनुदान पुँजीगत तर्फ 66 लाख, सम्पूरक अनुदान 50 लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण विशेष अनुदान र सम्पूरक अनुदान पुँजीगत तर्फमा 1 करोड 26 लाख, आन्तरिक स्रोतहरूमा भूमिकरण, मालपोत, घर बहाल कर, बहाल बिचौरी कर, सवारी साधन कर सहितका विभिन्न शीर्षकबाट प्राप्त हुने तथा गत आर्थिक वर्षको मौजदातबाट बजेट पूर्ति गर्ने जानकारी दिएको छ। मठियानी नगरपालिकाले ल्याएको नीति कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ। त्यस्तै मठियानीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको विकासको क्षेत्रमा समेत उल्लेख्य कदम उठाइने नगर प्रमुख मण्डलले बताउनु भएको छ। नगरसभामा मधेसका मुख्यमन्त्री सतीश कुमार सिंह, महोत्तरीका प्रमुख जिल्लाधिकारी शिवराम गेलाल, जिल्ला समन्वय समितिका सभापति सुमनलाल कर्ण, मठियानी नगरपालिकाकी उपप्रमुख मन्सु देवी शाह लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत सहित 7 जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले उनीहरूलाई जन्ही 2 देखि 8 वर्षसम्म कैद पनि निर्धारण गरेको हो। विशेषले मंगलबार उक्त कैद निर्धारण गरेको हो। यसअघि जेठ 18 गते दोषी ठहर गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 2080 कार्तिक 20 गते दायर गरेको मुद्दामा अन्तरिम निर्णय सुनाउँदै विशेष अदालतले 7 जना अधिकृतहरूलाई भ्रष्टाचार ठहर गरेको थियो। मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूप बहादुर बोगटी, गोपाल ढुङ्गाना, पद्म प्रसाद आर्याल, चन्द्र बहादुर भण्डारी, किरण प्रसाद उपाध्याय र कम्प्युटर अधिकृत कुमोद भण्डारीलाई भ्रष्टाचारी ठहर गरेको थियो। विशेष अदालतले मालपोत अधिकृत हरिनारायण मिश्रलाई 8 वर्ष, भूप बहादुर बोगटीलाई 8 वर्ष, गोपाल बहादुर ढुङ्गानालाई 4 वर्ष, पद्म प्रसाद आर्याललाई 2 वर्ष र कमोद तिवारीलाई 8 वर्ष कैदको सजाय निर्धारण गरेको छ। विशेष अदालतका अध्यक्ष टेक नारायण कुवर, तेज नारायण राय र राम बहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो। राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरुद्ध विशेष अदालतले दोषी ठहर गर्ने क्रममा जेल सजाय जरिवाना सुनाएको थियो। भ्रष्टाचार मुद्दामा दोषी उपाध्यायको भने निर्धन भइसकेको छ। उनलाई विशेषले 1 करोड 25 लाख 11,190 रुपियाँ 75 पैसा बिगो तिराउने फैसला गरेको छ। उपाध्यायको यो बिगो अब विशेषको फैसला अनुसार छोराहरू राजकिशोर गौतम पशुपति र मुरारी उपाध्यायबाट दाममा सहित शाहीले
असुल उपर गर्न पर्ने फैसला पनि विशेषले सुनाएको छ। उता मिश्र र बोगटीले जनी 1,25,11,99,190 बिगो तिर्नुपर्ने भएको छ। त्यस्तै ढुङ्गानाले 35,45,950, आर्यालले 16,81,066 र तिवारीले 1,25,11,190 रुपियाँ बिगो तिर्नु भएको छ। अर्को प्रतिवादी चन्द्र प्रसाद भण्डारीको हकमा विशेषले 6 महिना कैद र बिगोको दोब्बर 4,88,900 जरिवाना तिर्नुपर्ने भएको छ। आर्थिक वर्ष 2071-72 मा मालपोत कार्यालय पर्साको रजिस्ट्रेसन फाँट ग का कर्मचारीहरूको मिलो मतोमा जग्गा किनबेचका चक्रमा विभिन्न लिखतबाट उठेको राजस्व रकम रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभ कर नियमअनुसार दाखिल नगरी हिनामिना गरेको दाबी अख्तियारले गरेको थियो। दूधको भुक्तानी दिन माग गर्दै दूध किसानहरूले विरोध प्रदर्शन गरेका छन्। दूधको भुक्तानी तत्कालीन दिन माग गर्दै बुधबार उनीहरूले दूध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। उनीहरूले दूध उत्पादन कृषकहरूले दूध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन्। विरोध प्रदर्शनका क्रममा 34 जना किसानहरूलाई प्रहरीले पक्राउ गरेको छ। भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता सहमति समेत कार्यान्वयन नभएको उनीहरूको आरोप रहेको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ। बुधबार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीसँग छलफल गरेको हो। बैठकपछि जानकारी लिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा छेत्रीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिव सहितका अधिकारीहरूसँग परामर्श गरेको बताउनु भएको छ। उहाँले कानुन अस्पष्ट अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरूमा छलफल भएको पनि जानकारी दिनुभयो। उहाँले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हेमल चन्द्र आर्याल र नेपाल कानुन आयोगका सहसचिव पार्श्वर्थ ढुङ्गानासँग छलफल भएको पनि बताउनुभयो। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर आर्याल र नेपाल कानुन आयोगका सहसचिव पारश्वर ढुङ्गाना उहाँहरू चाहिँ हाम्रो आमन्त्रणमा आउनुभएको थियो। आजको बैठकमा हामीले उहाँहरूसँग भोलि छानबिनको क्रममा आइपर्ने विविध पक्षहरूका सन्दर्भमा कानुनी प्रबन्धहरू, अभ्यासहरू लगायतका विषयमा छलफल गरेका छौँ र समितिले उहाँहरूसँगको छलफलबाट लाभान्वित भएको महसुस गरेको छ। हाम्रो आजको बैठक यसमै केन्द्रित रह्यो र अब अर्को बैठक हामी 10 गते। त्यस्तै आन्तरिक प्रतिवेदनहरू सङ्कलनका काम जारी रहेको पनि जानकारी दिनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। मेरो ग्लो हो मेरो पावर, यसैले म गर्छु मेरो ग्लोको पावर अप हरेक दिन नयाँ लक्सको साथ। ज्यास्मिनको सुगन्ध र बदामको तेलयुक्त चम्किलो त्वचाको लागि लक्स। काठमांडू के पैराडाइज मेन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण कार्य करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी अब अपने जनकपुर धाम में पैराडाइज मेन पावर। आप विदेश जाए के लिए करावा वाला संपूर्ण कार्य सब के लिए काठमांडू ने जाए पड़त। अपने जनकपुर धाम में आबि गेल पैराडाइज मेन पावर। जाए के लागि आम पब्लिक सब के
काठमाडौँ जाकर घंटों लाइन में लाग पड़े इंटरव्यू के लगी और 10-15 हजार रुपये खर्चा हो अब काठमाडौँ नहीं जाए पड़ती मेन पावर अपने से जनकपुर के भवनपुरा में आ गए पैराडाइज मेन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठाने के काम हो रहा है। विस्तृत जानकारी के लिए संपर्क करी पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25430, ISO 9001 2000 सर्टिफाइड। टाढाबाट त अनुहार स्पटलेस ग्लोइङ देख्न सजिलो छ, तर नजिकबाट अनुहारमा डार्क स्पट्स र डार्क सर्कल्सहरू देखिहाल्छ। पन्ड्स ब्राइट ब्युटी प्रो भिटामिन B3A+ फर्मुला घटाउँछ डार्क स्पट्स र डार्क सर्कल्सहरू र दिन्छ स्पटलेस ग्लो। पाउनुहोस् स्पटलेस ग्लो नजिकबाट पनि। पन्ड्स ब्राइट ब्युटी। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रतिनिधि सभा सदस्य डाक्टर अमरेश कुमार सिंहले प्रहरीले मधेसी जनतामाथि दमन गरेको भन्दै फेरि रंगभेदको आन्दोलन सुरु हुने खतरा देखिएको बताउनु भएको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद डाक्टर सिंहले कबाडी व्यवसायीहरूमाथि सरकारले दमन गरेको भन्दै यस्तो बताउनु भएको हो। उहाँले मधेसी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन सुरु हुने खतरा देखिएको बताउनु भएको छ। उहाँले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइतेहरूको निशुल्क उपचारको पनि माग गर्नुभयो। के कारणले मधेसको मान्छे कुनै शान्तिपूर्ण आन्दोलन गर्दाखेरि उसको टाउको फुटाउनु पर्ने, उसलाई अरूको समुदाय अरूको पार्टीको नाम आन्दोलन गर्दाखेरि कहिले पनि एउटा लट्ठी पनि नभाँच्ने, पानीको फोहरा छले, यो विभेद किन भइरहेछ? त्यो विभेद अहिलेको 21वीं शताब्दीमा स्वीकार हुँदैन। र खास गरी मैले अहिलेको प्रधानमन्त्रीजी माओवादी जनित विभेदको अन्त गर्नका लागि आन्दोलन गरेर आउनुभएको छ, क्रान्ति गरेर आउनुभएको छ। अहिलेको एमालेको सत्ता गठबन्धन विभेदको अन्त गर्नको लागि आछ कि यही सरकारमा यही विभेद जारी रहन्छ। उहाँले काठमाडौँलाई रन मैदान बनाउन खोजिएको हो भन्दै गृहमन्त्रीसँग प्रश्न समेत गर्नुभयो। उहाँले सांकेतिक विरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको पनि बताउनुभयो। उहाँले प्रहरीको लाठी चार्जका कारण मंगलबार भानेश्वरमा आन्दोलनका क्रममा 50 जना घाइते भएको र 1 दर्जनभन्दा बढी गम्भीर घाइते भएको पनि बताउनुभयो। शाह, राजु महतो, केदार शाह, नन्द किशोर यादव लगायत दर्जनौं घाइते भएर ट्रमा सेन्टरमा उपचार भइरहेछ। म सरकारसँग माग गर्न चाहन्छु कि उनीहरूको उपचार निःशुल्क होस्। त साथसाथै सरकारलाई आगाह गर्न चाहन्छु कि काठमाडौँलाई के रण मैदान बनाउन खोज्नु भएको छ
बालेनजीले यहीँको मेयरले सिकाएको छ कि यदि काम भएन भने त्यही फोहोर थुपाल्ने, उहाँले नै सडक विभागको अगाडि फोहोर थुपालेको छ। म यही संसदको मार्फत तमाम कबारी सङ्घलाई, कबारीलाई आग्रह गर्न चाहन्छु, सबै फोहोर महानगरपालिका र बालन शाहको घरको अगाडि थुपारौँ। त्यसको लागि हामी साथमा छौँ। उहाँले काठमाडौँका कबाड व्यवसायीहरूलाई फोहोर काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको घर र महानगर अगाडि लगेर फाल्न आग्रह गर्नुभयो। त्यस्तै आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले पनि कबाड व्यवसायीमाथि दमन भएको भन्दै आक्रोश पोख्नु भएको छ। कबाड व्यवसायीहरूले शान्ति सुरक्षाको माग गरेर अदालतको आदेशको सम्मान होस्, कानुनी शासन लागू होस् भनेर जुलुस निकाल्दा, शान्तिपूर्ण प्रदर्शन गर्दा, शान्तिपूर्ण प्रदर्शनमाथि जसरी प्रहरीले जुन ढङ्गको हस्तक्षेप गरेको छ, लोकतन्त्रको मजाक देखा पर्यो सभामुखज्यू। सांसद शाहले कबाड व्यवसायीको माग सम्बोधन हुनुपर्ने र उनीहरूमाथिको दमन बन्द गरी व्यवसाय गर्न पाउने हक सुनिश्चित गर्नुपर्ने माग समेत गर्नुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर धामको गुठीको जमिन स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, ठेक्केदारहरूले मिलेर लुटेको आरोप लगाउनु भएको छ। बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद झाले यस्तो बताउनु भएको हो। उहाँले सूर्य किशोर दास र चतुर्भुज गिरी जनकपुर धामको निर्माण प्रक्रिया गरेको स्मरण गराउँदै त्यसबेला मकवानपुरको राज परिवारबाट इन्द्र विधाता सेनको तर्फबाट 1400 बिघा जग्गा दान दिएर जनकपुरमा 52 कुटी र 72 कुण्ड सहरको रूपमा निर्माण भएको बताउनुभयो। तर अहिले आएर जनकपुर धामका सबै गुठी र कुटीका जमिन कब्जा हुने क्रममा रहेको पनि बताउनुभयो। उहाँले कुनै बेला 52 कुण्ड रहेको जनकपुर धामका हाल 40 कुण्डमा सीमित हुन पुगेको पनि बताउनुभयो। गुठी कुटी सबैको जग्गाहरू र 72 कुण्ड पनि 40 कुण्डमा झरिसक्यो। यो सबै स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, त्यहाँका मतियार र ठेकेदार सबै मिलेर त्यो जग्गाहरूको लुट गर्दैछ। त्यसमा सबै सरोकार साझेदारहरूको ध्यानाकर्षण र जिम्मेवारपूर्ण कदमको लागि अनुरोध गर्दछु। धन्यवाद। उहाँले जनकपुर धाम गुठीको जग्गामा सबै स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, मत्या, ठेकेदारहरू मिलेर त्यहाँका जग्गाको लुट गरिएको भन्दै यसमा सरकारको ध्यान जानु आवश्यक रहेको पनि बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले 500 र 1000 को नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गर्नुभएको छ। मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले 500 र 1000 को नोट प्रतिबन्ध लगाउनु पर्ने उहाँले जिकिर गर्नुभएको थियो। बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरू प्रतिबन्ध गरियो भने मुलुकमा 80% भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैर कानुनी कारोबार रोकिने र 80% राजस्व चुहावट नियन्त्रण हुने दावी समेत गर्नुभयो। उहाँले अवैध रूपमा राखिएका धनराशि पनि 500 र 1000 का नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गर्नुभयो। मन्त्रालयमा केन्द्रित रहेर समग्रतामा आफ्ना भनाइहरू यहाँ व्यक्त गर्न चाहन्छु, राख्न चाहन्छु र युवा तथा खेलकुद देश गयो भने पनि हामी चिच्याइरहेका छौँ। तर युवा स्वरोजगार कार्यक्रममा कति बजेट आउँछ भन्दा 12 करोड 28 लाख। के हाल्ने हो त्यसले रोजगारी सिर्जना गर्न सक्छ? सम्भव छैन। त्यस कारणले गर्दाखेरि हामी खालि समस्याको उजागर गरिरहेका छौँ। अनि के भन्छौँ? किन यति थोरै पैसा भन्यो भने मन्त्रीजीले फ्याट्ट भन्नुहुन्छ राज्यसँग पैसा छैन। सिधा कुरा छ नि उत्तर त, राज्यसँग पैसा छैन। हुन पनि अहिले आजको मितिसम्म अहिले म यहाँ उभिँदै गर्दाखेरि 10 खर्ब पनि उठेको छैन। 80-81 को चाहिने यो राजस्व 10 खर्ब पनि उठेको छैन अहिलेसम्म। अब 26 दिन मात्रै बाँकी छ। 26 दिनमा 1 खर्ब उठ्यो भने पनि 11 खर्ब मात्रै उठ्छ। पुगेन त लक्ष्य। उपसभापति गुरुङले सिरानी मुनि, खाट मुनि, जमिन मुनि र पानी मुनि भएको सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले 500 र 1000 को नोटमा तत्काल प्रतिबन्ध लगाउन आवश्यक रहेको बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक महेश बारतोलाले दूध किसानहरूको भुक्तानी तत्काल गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बुधबारको प्रतिनिधि सभाको बैठकमा उहाँले दूध किसानहरूले
पाउने भुटानी सरकारले तत्काल उपलब्ध गराउनुपर्ने बताउनुभयो। उहाँले संविधान बमोजिम शान्तिपूर्ण ढङ्गबाट आफ्ना मागहरू लिएर आन्दोलन गरिरहेका किसानहरूमाथि प्रहरीले हस्तक्षेप गर्नु उचित नभएको बताउनुभयो। उहाँले किसानहरूको जायज मागलाई अविलम्ब सम्बोधन गरी दुधको रकम भुक्तानी गर्न सरकारले ढिलाइ गर्न नहुने पनि बताउनुभयो। उहाँले दुध किसानहरूले दुध बेचेकै पैसा सरकारबाट 2 अर्ब र निजी डेरीबाट करिब 3 अर्ब रहेको भन्दै उक्त रकम तत्काल उपलब्ध हुनुपर्ने बताउनुभयो। दुग्ध विकास संस्थान लैनचौरको परिसरमा गेटमा धरना बस्दै हुनुहुन्थ्यो। प्रहरीहरूको धरपकड भयो। प्रहरीहरूले 45 भन्दा बढी किसानहरूलाई गिरफ्तार गरे। बिहान उहाँहरूलाई कालीमाटी हिरासतमा राखियो। म बिहान पुगेर उहाँहरूलाई भेटेर आएँ। उहाँहरूमाथि अलि मर्यादित व्यवहार पनि भएन भन्ने छ। किसानहरूको जायज माग छ सम्माननीय सभामुख महोदय। उहाँहरूको न्यायोचित विषय छ। उहाँहरूले दुध बेच्नुभयो, सरकारलाई बेच्नुभयो, निजी डेरीहरूलाई बेच्नुभयो। दुध बेचेको रकम भुक्तानीका लागि आन्दोलन गर्न पर्ने परिस्थितिमा किसानहरू पुगे। टिडिसीबाट सरकारबाट झन्डै 2 अर्ब किसानहरूले दुधको मूल्य रकम प्राप्त गर्नुपर्नेछ। निजी डेरीहरूबाट झन्डै 3 अर्ब। यसरी हेर्दा 6 लाख किसानहरूको उहाँहरूले बेचेको दुधको रकम झन्डै 5 देखि 6 अर्ब। उहाँले सरकारलाई वार्ताको माध्यमबाट भुक्तानीको सुनिश्चितता गर्न आग्रह समेत गर्नुभयो। नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेचमणि चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीहरूको माग तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ। बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै चौधरीले यस्तो बताउनु भएको हो। उहाँले नेपाल क्रसर तथा खानी उद्योग महासङ्घले कानुनी रूपमा दर्ता भएको 2077 को मापदण्डको कारण नवीकरण नभएका उद्योगीहरूलाई नवीकरणको माग लिएर आन्दोलनमा गरिरहेको बताउनुभयो। उहाँले सरकारले आन्दोलनरत उद्योगीहरूको माग तत्काल सम्बोधन गरी उद्योग नवीकरण गर्न माग गर्नुभयो। उहाँले क्रसर उद्योगीहरूको आन्दोलनमा नेकपा एकीकृत समाजवादी पार्टी एकताबद्ध रहेको समेत बताउनुभयो। उहाँले सरकारले क्रसर उद्योगीहरूको माग सम्बोधन गरी सरकारले लिनुपर्ने कर दस्तुर र शुल्क लिएर अनुमति दिने निकायले नवीकरण गरी सञ्चालनको लागि 2080 माघ 11 गतेको मन्त्री परिषदको निर्णय कार्यान्वयन गराउन माग गर्नुभयो। उहाँले गृह मन्त्रालयको रेकर्ड अनुसार वैध तथा अवैध गरी 1281 वटा क्रसर उद्योगहरू सञ्चालनमा रहेको र 700 क्रसर उद्योगहरू साना तथा घरेलु उद्योगमा दर्ता रहेको बताउनुभयो। उहाँले सरकारले आवश्यक नीति बनाएर क्रसर उद्योगीहरूको माग सम्बोधन गर्ने आवश्यक रहेको पनि बताउनुभयो। संसद सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो। यसअघि 5 बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो, तर सभामुख देवराज घिमिरेले 5 बजेपछि पनि संसद चलाएपछि क्यामेराम्यान लगायत प्राविधिक कर्मचारीहरूले प्रत्यक्ष प्रसारणका क्रममा सभामुखको मात्र अनुहार देखाउन थालेपछि र सांसद तथा मन्त्रीहरूले बोलेको गतिविधि रोकिदिएपछि बैठक स्थगित गरिएको हो। यहाँलाई जानकारी नै छ होला, 2073 सालमा ल्याएको स्वास्थ्य बिमाको अवधारणालाई सरकारले कसरी लिएको छ र सोको लागि के कति विनियोजन भएको छ, यो मेरो पहिलो प्रश्न छ मन्त्रीज्यूलाई। र दोस्रो, निजी महँगा अस्पताल र निजी क्लिनिकका कारण नै सरकारी अस्पतालमा ढिलासुस्ती भएको यहाँलाई जानकारी नै छ होला। त्यसको समाधानका लागि स्वास्थ्य मन्त्रालयले के कति आजको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको मन्त्रीले जवाब दिने क्रम चलिरहेको थियो। अब संसदको अर्को बैठक बिहिबार 11 बजे बस्ने गरी स्थगित भएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताउनु भएको छ। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको छ। उहाँले बजेटको मूल मान्यता नै त्रुटि भएको बताउनुभयो। उहाँले मन्त्री खोजी
हरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व गैर जिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताउनुभयो। उहाँले यो शक्ति र सत्ताको दुरुपयोग भएको बताउनुभयो। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्ने बताउनुभयो। यसले वास्तवमा सम्माननीय प्रधानमन्त्रीजीले यो सम्बन्धित मन्त्रीजीहरूलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ भन्ने मलाई लाग्छ। यो सम्भावना चाहिँ कतिको छ रिराइट हुने चाहिँ? होइन, त्यो त अब प्रधानमन्त्रीजीको उहाँको काम गर्ने शैलीमा भर पर्छ। सदनमा यति कुरा उठिसकेपछि एउटा राजनैतिक पनि र नैतिक पनि एउटा दबावमा प्रधानमन्त्री हुनुपर्छ। अर्थमन्त्री र प्रधानमन्त्रीजी, मैले त के भन्ने गरेको छु भने प्रधानमन्त्रीजीले पनि के गर्न खोज्नु भएको। उहाँले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट विनियोजन हस्तक्षेप गरेर मन्त्रालयको बजेट पुनर्लेखन नगरे ठिक ढङ्गले वितरण गर्ने काम सङ्कलन भएको निष्कर्षमा काङ्ग्रेस पुग्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गर्नुभएको छ। जर्मन भ्रमणका क्रममा उहाँले जर्मनी समक्ष फ्र्याङ्क वाल्टर स्काइनमायरसँगको भेटमा यस्तो आग्रह गर्नुभएको हो। बुधबार बिहान स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विजरल्यान्ड र जर्मन भ्रमणबारे जानकारी गराउँदै परराष्ट्र सचिव सेवा लम्सारले जर्मनी भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्स एयरलाइन्सको सर्भिस सुचारू गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गर्नुभएको जानकारी दिनुभयो। उहाँले जर्मन भ्रमणमा जर्मनीका राष्ट्रपति डाक्टर फ्र्याङ्क वाल्टर स्टाइनमायरसँग द्विपक्षीय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसाय, तालिमबारे केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल जर्मन सम्बन्धमा सम्पूर्ण पक्षहरूमा छलफल भएको जानकारी दिनुभयो। राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो। मिति 2081 जेठ 31 गते तदनुसार 13 जुन 2024 का दिन सम्माननीय राष्ट्रपतिज्यूले जेनेभामा आयोजना भएको अन्तर्राष्ट्रिय सङ्गठनको 112औं वार्षिक सम्मेलनको उच्चस्तरीय सत्र अन्तर्गत ग्लोबल कोलिसन फर सोसल जस्टिसको समुद्घाटन समारोहमा मुख्य वक्ताको रूपमा सम्बोधन गर्नुभयो। सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले श्रमिकहरूको सामाजिक न्याय सुनिश्चित गर्न नेपाल सरकारले लिएका प्रमुख कदमहरूको बारेमा प्रकाश पार्नुभएको थियो। उहाँले स्विजरल्यान्डका राष्ट्रपतिसँगको भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक आर्थिक विकास संहिताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्विजरल्यान्ड सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। स्विजरल्यान्डका राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गर्नुभएको थियो। दुवै देशका राष्ट्रपतिसँगको भेटमा उहाँले दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको पनि सचिव लम्सालले जानकारी दिनुभयो। नेपालमा प्रत्येक वर्ष 5.06% का दरले लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ। बुधबार काठमाडौँमा लागु औषध दुर्व्यसनी कानुन कारबाही र हालको व्यवहारबारे पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा रिकभरिङ नेपालले सो जानकारी गराएको हो। रिकभरिङ नेपाल लागु औषध प्रयोगकर्ताहरू र लागु औषधको क्षेत्रमा कार्यकर्ता सङ्घ संस्थाहरूको राष्ट्रिय स्तरको महासङ्घको अन्तर्क्रिया कार्यक्रममा गृह मन्त्रालयको प्रतिवेदनलाई आधार मानेर प्रस्तुति दिएको थियो। गृह मन्त्रालयको प्रतिवेदन अनुसार 2076 मा देशभरि अनुमति 1,30,424 जना लागु औषध प्रयोगकर्ता रहेका थिए। कुल लागु औषध प्रयोगकर्ता मध्ये 7% महिला प्रयोगकर्ता पाइएको बताइएको छ। प्रयोगकर्ताहरूमध्ये पनि 69% अर्थात् 90,000 भन्दा बढी प्रयोगकर्ता सुई दवाद्वारा लागु औषध प्रयोग गरेको पाइएको तथ्याङ्क छ। सामाजिक चिन्ताहरू अथवा यससँग जोडेका छ विविध विषयहरू छ जुन हजुरहरूले कलम चलाइरहनु भएको छ। त्यसले गर्दाखेरि केही सर्टेन टाइम हुन्छ भनेदेखि चाहिँ केही सर्टेन टाइमबाट चाहिँ निस्केर उहाँहरू चाहिँ नर्मल लाइफहरू चाहिँ बिताइरहनु भएको छ। र राज्यले पहिले पनि किनभनेदेखि चाहिँ गम्भीर भएर किन सोचेन भनेदेखि चाहिँ एउटा लागु औषध प्रयोगकर्ता पनि चाहिँ आफ्नो नर्मल जीवन बिताएर चाहिँ एउटा राष्ट्रलाई कन्ट्रिब्युट गर्न सक्छ भन्ने कुराहरू चाहिँ
यो माइन्डसेटमा चाहिँ हामीले चाहिँ काम गरिरहेका छौँ जस्तो चाहिँ मलाई लाग्दैन। र उहाँले नेपालमा अधिकांश 75% भन्दा बढी प्रयोगकर्ताहरू 15 देखि 24 वर्ष उमेर समूहका रहेको जानकारी दिनुभयो। उहाँहरूलाई फौजदारी मुद्दा वा दण्डको सट्टा तथ्यमा आधारित उपचार सेवाहरूको पहुँच प्रदान गर्न आवश्यक रहेको पनि बताउनुभयो। हस्त यतिकै पल पल खबर तेज नजर देख्ला अपन टेलिभिजन। नमस्कार।